एभ्रिवान, गुड मर्निङ। यो मेरो म्यासेज चाहिँ इन्द्रदेव भगवान्लाई हो, किनभने चाहिँ दिनकै यस्तै भइसक्यो कि मसँग दिनकै यस्तै हुन्छ। अनि त्यहाँदेखि मैले अब के रहेछ खास गरी कुरो त बुझ्नु पऱ्यो नि त होइन। इन्द्रदेव भगवान्लाई चाहिँ म के भन्न चाहन्छु भनेदेखि तपाईँ र मेरो चाहिँ के दुश्मनी छ कि इन्द्रदेव भगवान् जस्तै म अब ड्युटी जान्छु है भनेर अहिले एकछिन अगाडिसम्म म नुहाउनु पानी परेको थिएन है। अब म ड्युटी जान्छु भनेर ठिक्क अब म अब रेडीसेडी भइसकेँ नि त होइन, पानी पर्दैन भयो त। छिटै जान्छु हिजो जस्तै भएर मैले गाडीहरू भेट्दिनँ कि भनेर मलाई टेन्सन भएको थियो, तर पानी पर्दैन। अब त अवश्य भेट्दिनँ लु। अनि उताबाट ड्युटीबाट छुट्टी भयो है, अब निस्किने बेला भयो है भनेर म ठिक्क अब रेडी हुन जान्छु नि त, ड्रेस चेन्ज गर्न जान्छु नि त। ड्रेस चेन्ज गरेर आउँदाखेरि नि पानी परिदिन्छ कि। अब लु भन्नु त केही त कारण होला नि त। किन भगवान् यस्तो मसँग चाहिँ है? पूजा गरिरहेको छु त, अनि किन यति साह्रो? खै भगवान् प्लिज पानी चाहिँ नपरिदिनु पऱ्यो कि। ठिक्क म पुग्छु अनि पानी परिदिनु, ठिक्क म निस्किन्छु अनि रहिदिनु, अनि त्यहाँदेखि म घर पुग्छु अनि परिदिनु। मेरो छुट्टीको दिनभरि बिहानदेखि रातिबाट दिनभरि पानी परिदिनु। म दिनै पूजा गरिदिन्छु नि त भगवान्, हुँदैन? ल गाइस, यति नै भन्न आएको थिएँ। बाई बाई।